अब अटिजमको सम्बन्धीमा जनचेतना हालसाला आएर निकै नै बढेको पाउँछौँ। अभिभावकमा, टिचरहरूमा, जनमानसमा अटिजमको अवेरनेस अथवा जनचेतना बढेको हुनाले पनि सायद यसको हामी दिन प्रतिदिन नै बढेको हो कि भन्ने पनि अनुभव हुन्छ। र अब कुरा आयो अटिजम डायग्नोसिस भइसकेपछि गर्ने के त, त्यहाँ पुगेर चाहिँ नि अलिकति अभिभावकहरू आत्तिनु भएको मैले अनुभव गरेँ। धेरैजसो अभिभावकले के गर्नुहुन्छ भन्दाखेरि अटिजम डायग्नोसिस हुने बित्तिकै गुगल गर्नुहुन्छ, इन्टरनेटमा खोज्नुहुन्छ। इन्टरनेटमा हजारौं इन्फर्मेसन हुन्छ, कति इन्फर्मेसन काम लाग्ने हुन्छ भने कति इन्फर्मेसन आवश्यक नै पर्दैन र त्यो इन्फर्मेसनमा नै अभिभावकहरू पहिला त डुब्नुहुन्छ। अब खास गर्ने के त भन्दाखेरि अब कोही अभिभावकलाई अटिजम भयो भन्ने बित्तिकै एकदम स्ट्रेस हुन्छ, चिन्ता हुन्छ, रिस उठ्छ, किन मेरो बच्चालाई नै अटिजम भयो भन्ने कुरामा नै उहाँहरू धेरै समय त्यसमै बिताउनुहुन्छ। र जुन चाहिँ मेरो बच्चालाई अटिजम भयो भनेर जुन एक्सेप्टेन्स आउनलाई पनि एकदमै समय लाग्छ। र जबसम्म आफ्नो बच्चालाई अटिजम भएको भनेर हामीले एक्सेप्ट गर्दैनौँ तबसम्म एकदम राम्रोसँग आफ्नो बच्चालाई उपचारमा लानलाई गाह्रो भइराखेको हुनसक्छ। स्ट्रेसमा गरेको काम त तपाईहरु सबैलाई थाहा छँदैछ, अलिकति जुन हिसाबले अगाडि बढ्नुपर्ने हो नबढ्न सक्छ। र अर्को कस्तो हुन्छ भन्दाखेरि अटिजम अब सानो बेला देखिहाल्यो, जति छिटो उपचार गर्नुपर्छ भन्ने जुन कुरा उहाँहरूको मनमा परेको हुन्छ त्यसको लागि अब दौडादौड गर्न थाल्नुहुन्छ। अटिजम के हो भनेर त्यसको मूल कुरा नै, त्यसको बेस नै नबुझिकन यताउता दौडिँदाखेरि साँच्चै पाउनुपर्ने उपचारहरू बच्चाले नपाइरहेको हुन सक्छ।